हेलो एभ्रिवान, म पोखरा जब सेन्टरबाट हामीलाई साउथ एरियामा रहेको कुरियर अफिसको लागि एकजना मेल अर फिमेल स्टाफ चाहिएको छ क्यास कलेक्सनको लागि। आफ्नै स्कुटर बाइक छ भने एप्लाई गर्न सक्नुहुन्छ। ड्युटी टाइम 9:30 to 6 हुन्छ भने स्यालेरी 15,000 प्लस फ्युल कम्पनीबाट नै प्रोभाइड हुन्छ। न्यू रोडमा रहेको सहकारीको लागि हामीलाई एकजना फिमेल रिसेप्सनिस्ट चाहिएको छ। +2 क्लियर छ। स्कुटर या स्कुटरको लाइसेन्स छ भने एप्लाई गर्न सक्नुहुन्छ। स्यालेरी फ्रेसरको लागि 13 to 15,000 हुन्छ भने एक्सपिरियन्सको लागि 15 to 17,000 हुन्छ। राष्ट्र ब्याङ्क चोक एरियामा रहेको अडिट अफिसको लागि हामीलाई एकजना सिनियर अकाउन्टेन्ट चाहिएको छ। ड्युटी टाइम 10 to 5 हुन्छ भने स्यालेरी हजुरको एक्सपिरियन्स अनुसार। न्यू रोडमा रहेको इलेक्ट्रोनिक्स कम्पनीको लागि हामीलाई एकजना मेल अकाउन्टेन्ट चाहिएको छ। ड्युटी टाइम 10 to 7 हुन्छ भने स्यालेरी हजुरको 20,000 प्लस हुन्छ। एक्सपिरियन्सले एप्लाई गर्न मिल्छ। त्यही कम्पनीको लागि हामीलाई एकजना सेल्स पर्सन चाहिएको छ। बाइक लाइसेन्स होल्डरले एप्लाई गर्न मिल्छ। स्यालेरी हजुरको 14 to 16,000 हुन्छ। नयाँ बजार स्यामसङ गल्ली एरियामा रहेको कस्मेटिक पसलको लागि हामीलाई एकजना सेल्स पर्सन चाहिएको छ। स्यालेरी 12,000 हुन्छ र एकजना फिमेल अकाउन्टेन्ट चाहिएको छ। नर्मल एक्सेल र ट्यालीको नलेज छ भने एप्लाई गर्न सक्नुहुन्छ। स्यालेरी 15,000 हुन्छ। यदि हजुरहरू यो कुनै जबको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने अमरसिंहमा रहेको पोखरा जब सेन्टरको अफिस भिजिट गर्नुहोला।